चटपटे खाएर म दुब्ल्याउँछु भन्ने सोचेको छु। आज मैले च्यालेन्ज दिएको पनि 8 दिन भइसक्यो साथीहरू। अब के गर्ने, चटपटे खाँदैछु। एनिवेज वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ मलाई अलिकति सन्चो पनि थिएन। बिहानै उठेर गएँ अनि पसलबाट मैले मेरो फ्लावर लिएर मेरो दिदीकोमा पुर्याउनु पर्ने थियो, किनभने म आफै फ्लावर बनाउने गर्छु र अलिअलि म दिदीलाई लगिदिन्छु। दिदीकोबाट पनि जान्छ अनि मेरोबाट पनि जान्छ। कोसिस गरिरहेको हुन्छु काहीँ न काहीँबाट केही न केही हुन्छ भनेर। अनि म फटाफट लागेँ दिदीको पसलतर्फ। मैले सामान पुऱ्याइदिएँ अनि दिदीले कतिवटा ल्याएको छस् भनेर गर्यो, हिसाब किताब गर्यो। अनि म फर्केर गएँ घरमा। मम्मीलाई मैले यो स्याम्पू दिनु थियो किनभने मेरो बहिनीको कपालमा एकदमै चाया थियो। अनि म पसलमा आएर एकदमै मेरो अनुहार कस्तो डल भएको थियो। अनि यसो क्लिन्जिङ गरेर फेस प्याक ल्याएँ। अनि मेरो क्लाइन्ट आउनुभयो, मैले कलर गरिदिएँ। अरू काम त म गर्न भ्याउँदिनँ, मतलब भिडियो बनाउनु भ्याउँदिनँ साथीहरू। अनि मेरो ठुलो दिदीले चाहिँ मेरो मामुको लागि एउटा कुर्ता अर्डर गरेको थियो। अनि त्यो कुर्ता अर्डर आइसकेपछि म रिसिभ गरेँ, तर दिदीले मेरो मामुसँग भएको सेम कुर्ता अर्डर गरिदिएछ। ओ माई गॉड। अनि त्यसपछि मैले यो कुर्ता त मम्मीसँग छ त भन्दै अनि हेरेँ, अब लगाउनु त परिहाल्यो भने लगाएर पनि हेरेँ मैले अब कस्तो हुन्छ भनेर ट्राई गरिहालेँ। अनि यो कुर्ता फटाफट लगाएँ। मैले कुर्ता लगाइसकेपछि चाहिँ यस्तो देखिएको थिएँ। अनि मेरो पसलमा लाछा डोरी आएको थियो। मैले यसो डोरीहरू लगाएर लाछा डोरी लगाएर भिडियो बनाएँ। अनि कस्तो हुन्छ, अब कोसिस त गर्नु पर्यो नि कसरी अगाडि बढ्न सकिन्छ भनेर। वेट लस जर्नीको मेरो आजको 8 डेज, तर पनि प्रोसेसिङ केही छैन। त्यही पनि युट्युब सुरु गर्दाखेरि डेली बेसिसमा ब्लगहरू बनाउनुपर्छ, भिडियोहरू पोस्ट गर्नुपर्छ भनेर मात्रै मैले गरेको छु। र मैले यो भिडियो बनाइसकेपछि म घरमा आएँ। घर आइसकेपछि मैले आलु परोठा बनाएर खाएँ। ओ माई गॉड, छोडिदिनुहोस् मेरो कुरै। अब म केही भएन, 53 होइन, म 63 चाहिँ अवश्य हुनेछु। र आज यसरी नै गयो मेरो दिन। थ्याङ्क यू फर वाचिङ माई भिडियो। म फेरि अर्को बनाउनेछु नेक्स्ट भिडियोमा। गुड नाइट।